नमस्ते, स्वागत छ तपाईलाई फेरि पनि मेरो युट्युब च्यानलमा। म चाहिँ केशव तपाईहरु समक्ष फेरि पनि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। र आज चाहिँ हामी कहाँ आएको छौँ भन्दा चाहिँ आज हामी यो मिलिङको तल खेतमा पिकनिक खेल्न आएको है। अब दाले हेरिरहेको छ भनिदिँदैछ हो। र आज केटाहरूले हल्का होइन कति काम मात्रै गर्नु भनेर चाहिँ आज चाहिँ हामी महिनाको एक दिन चाहिँ रमाइलो गरिदिने भनेर आइदिएको छौँ होइन। अब यो भिडियोमा के कस्तो हुनेछ तपाईँलाई एकछिनमा देखिहाल्नुहुन्छ होइन। केटाहरूले अब यहाँ मुर्गीहरू पनि पोल्दैछ है। केटाहरू यहाँ हो कसै भ्लग बनाउँदैछ, पानी ल्याउने पानी ल्याउँदैछ होइन। ए सरी स्प्राइट ल्याउँदैछ होइन। यहाँ हेरि सक्नुहुन्छ तपाईँले, एकदम दामी दिन चाहिँ एकदम दामी भएको छ है। यो चाहिँ खोलाको बगरै हो। हेर्नुपर्छ नि आज चाहिँ के कस्तो हुन्छ तपाईँलाई सबै देखाउनेछु। हाम्रो मस्ती पन्ध्र टाकटुक तपाईँलाई देखाउनेछु के कस्तो हुन्छ टाकटुक। केटाहरू चाहिँ भरे खतरा हुने रहेछ हेर्दैछु। केटाहरूको चाहिँ यहाँ खतरा हुने रहेछ अहिले भरे फेरि मैले बुझिदिइहालेको छु। यहाँ चाहिँ हाम्रो निलेश दारा, हाम्रो मिस्टर क्षितिज यहाँ मुर्गीको प्रिपरेसन हुँदैछ है। बनाउने चाहिँ के हो यिनीहरूले सेकुवा भन्दैछ। म चाहिँ परे शाकाहारी, यिनीहरू चाहिँ पार्टी हुने यिनीहरूको चाहिँ। यिनीहरू चाहिँ मलाई रक्ती खा भन्दैछ हो। खोइ साउन्ड सिस्टम। यो धुपको उद्घाटन चाहिँ कसले गरेको हो? धुपको उद्घाटन चाहिँ कसले गरेको पहिला चाहिँ यहाँ? उयो हौ धुप केटा हो भरे उयो चाहिँ नदेखाऊ है केटा हो। भिडियो चाहिँ घरमा नदेखाऊ है। गाना बजाइरहेको थियो कि कपिराइट आउँछ भनेर नगरेको त मैले। हाम्रो यहाँ एक्जिक्युटिभ सेफ आएको छ फेरि हो। सिद्धुले यार खै बडी क्लिन्छु भनेर हेर्दै छ कि एकछिन हो यता हेरिदिइहाल त लु हेरिदिइहाल नि। अन्त मेरो फोन उसको त खतरा छ नि फेरि बाटो चिनेन। पिकनिक सक्यो। कति रहेछ? 100 रुपियाँ 200 रुपियाँ हाल्नु नि त। आन्द्राको यो बरादै गर है। अन्त ओ आन्द्राको साइज गर भाइ। एउटा अझै के भन्छ बोका। मैले के चाहिँ चाहिन्छ हाल भनेर मैले त्यत्रो भने सुनेन है। सुनेन सुन्दिएन मेरो कुरा कसैले खाइदिएन। गरमसँग बात गर्न मन लाग्छ हौ। डनहरू मात्रै आएछ नि आज त। अहिले चाहिँ हामी खोला हेर्न जाँदैछौँ। माछा मारिदेऊ। यस्तो जाडोमा त के खेल्नु अन्त चिसो है। चिसो हुन्छ यहीँ द त पौडी खेल्नु यिनीहरू गयो भने म पनि जाउँ भनेको त आइहाल्यो। सानो कुरा बुझाउँदा थियो त्यसकै तल भित्र बुझाइ प्रिन्सिपलसम्म गरेको लु सोधा केटालाई भेटेको छ अलिअलि हामी त को खानेहरू अब खेप्दै गरौँ न। अहिले फेरि बिरयानी खानु पाइन्छ रेडी हुन्छ नि त।